आई स्लिप ओन्ली। यो बोकेर हिँड्यो अनि पुलिसले पक्रियो भनी चाहिँ माया कसम होला। बुई पार्क के हो जुम गर्ने बित्तिकै के हो यस्तो? ओहो ब्युटिफुल ना माई फ्रेन्ड। हेलो साथीभाइहरू, के छ तपाईहरुको खबर? म पनि एकदम सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आश गर्दछु। अनि आज चाहिँ मैले धेरै दिनपछि भ्लग स्टार्ट गरेको छु। यो भ्लगको टपिक पनि केही छैन, जस्ट आज टाइम पास, यसो छुट्टीको दिन हल्का चिल हान्दिउँ भन्ने कुरा हुन्छ हैन। म चाहिँ अब यहाँ रुममा छु, रुमबाट चाहिँ अब म रेस्टुरेन्ट जानुपर्ने हुन्छ। रेस्टुरेन्ट चाहिँ किन भन्दाखेरि त्यहाँ म 2 वर्ष पहिला अर्कैतिर काम गर्थेँ नि त, त्यहाँनिरको चाहिँ एउटा साथी थियो क्या मेरो। ऊ चाहिँ अहिले म जहाँनिर काम गर्छु नि त्यहाँनिर आएको रहेछ। अनि उसले चाहिँ मलाई कमेन्ट गरिरहेको, कमेन्ट थुक्क कस्तो तेरो बाउको टाउको कमेन्ट, उसले मलाई मेसेज गरिराखेको छ म यहाँ आएको छु तेरो रेस्टुरेन्टमा भनेर। अनि हल्का उसित भेट्न पनि जानुपर्ने हुन्छ। अनि हल्का आज म तपाईँहरूलाई यताको यसो नजाराहरू कहाँ बस्छु म होइन यसो देखाइदिन्छु म तपाईँहरूलाई। यो चाहिँ पार्क हो। बुई पार्क के हो जुम गर्ने बित्तिकै के हो यस्तो? यस्तो सरी है दिदी, सरी मेरो रुम फेरि यस्तो भाताभुङ्ग पारेर राखेको छु नि मैले होइन, माया कसम भनेको। हेर न सफा मैले मिलाएकै छुइनँ क्या होइन। अनि त्यहाँबाट के भन्छ सानो खालको आज हल्का सानो खालको यसो होइन चलपल हान्दिउँ न भन्ने कुरा हुन्छ बेला बेला। त कति सुतेर मात्रै बस्नु यार होइन, कति छुट्टीको दिन पनि यसै पछारिनु मात्रै यार। यसो हल्का चलपल हान्दिउँ न यसो होइन, लाइफको इन्जोय लिउँ भन्ने कुरा हुन्छ। अनि एनिवे गाइस एकचोटि कमेन्ट हान त, माया कसम भनेको कमेन्ट हान त। काला चश्मा लाउ है मैया विशाल बजारको रक तेरी मां की रक कस्तो देखिन्छु? ओ माई गॉड बवाल हो क्या हो? बवाल हो होइन हो कि होइन भन त, बवाल छैन त? तर मेरो यो लगाएर हिँड्ने चाहिँ जे के भन्छ त्यो लगाएर यस्तो बाटोमा हिँड्ने चाहिँ मेरो खासमा भन्नुपर्दा कन्फिडेन्स छैन, त्यही भएर म लाएर हिँड्दिनँ। अब देखिँदा त बबालै देखियो पनि होइन। मेरो रुम चाहिँ अघि मैले भिडियो बनाइरहेको थिएँ नि, यहाँनिर यो माथिबाट हो होइन। अनि अब म जानुपर्ने चाहिँ यो बिल्डिङ छ नि, यो ठुलो बिल्डिङ देखिरहेको छ नि, यहाँनिर जानुपर्ने हुन्छ। त्यहाँनिर साथी आएको छ अरे। अनि म छुट्टीको दिन छुट्टीको दिन पनि मलाई त्यो स्विमिङ गर्न चाहिँ मन लाग्दैन क्या, किनभने म एक्लै छु नि त यहाँनिर। अनि यतापट्टि चाहिँ जिम पनि छ, यहाँनिर गएर बडी सडी बनाउँदा त हुन्छ, तर जाँगर हुनु परेन। जाँगर छैन, जाँगर नभएपछि मान्छेले केही पनि गर्न सक्दैनन्। सबै थोक हातमा त्यो एउटा उखान थियो नि, हातमा सुनको कटोरा दियो भने पनि तिनीहरूले भिकै माग्छन् भनेर, त्यस्तै हो क्या। मेरो पनि सब थोक छ यहाँनिर, एभ्रिथिङ सबै थोक छ यहाँनिर होइन। तर मैले गर्न सक्ने भनेको चाहिँ केही पनि होइन। यो चाहिँ पार्क हो, यहाँनिर बेलुकातिर हुन्छन् मान्छे चाहिँ। तर अहिले त अब पानी परिरहेको छ नि त, हेर्नु त यहाँनिर पुरै पानी परिरहेको छ, मान्छेहरू आएका छैनन्। आजै मात्रै घुम्नुपर्ने हुन्छ, अरू बेला त फेरि म ड्युटीमा हुन्छु नि त। अनि छुट्टीको दिन मात्रै हो यसरी यसो डुल्ने, बाहिरको नजाराहरू हेर्ने होइन। यो चाहिँ दिनै यहीँ हुन्छ होइन, दिनै यहीँ हुन्छ, कहिले यहाँबाट हटाएकै हुँदैन कि। मलाई झक चल्यो भने कुन दिन होइन यसको पार्ट पुर्जा यो टायर सायर यस्तो गाडीको त ननिकालो, बिक्री पनि हुँदैन होला। अलिक दामी खालको गाडीको होइन, पार्ट पुर्जा टायर सायर सबै निकालेर अनि त्यो बेच्न लगेर चाहिँ नि होइन, बेच्न लगेर म त करोडपति हुन्छु होला मा कसम हेर्दा। मलाई यहाँ बस्दाखेरि चाहिँ होइन, मलाई त्यो अर्कै ठाउँमा छु भन्ने त्यो फिलै लाग्दैन क्या, किनभने यो चाहिँ पुरै त्यो जङ्गल एरिया होइन। यसो हेर्दाखेरि पनि पुरै नेपाल जस्तो नै देखिन्छ कि, घरहरू पनि त्यस्तै छ। यता हुँदै हेर त ल, यो चाहिँ अलिकति फेरि त्यो बाटो एरियामा आएको छु कि म। बाटो एरियामा आए पनि जङ्गलहरू चाहिँ म हेर त, यहाँनिर त्यो बाटोको छेउमा मात्रै हो यसरी देखिने। अलिकति अझै भित्रतिर जानु हो भने पुरै जङ्गलै छ क्या, पुरै जङ्गल देखिन्छ त्यहाँनिर होइन। यो चाहिँ पार गरिहाल्नु पर्ने हुन्छ फेरि हामीहरूले, यो पार गरेन भने चाहिँ हुँदैन। हिँकाएर कुदाउँछ नि केटाहरूले गाडी, आमा कसम भनेको होइन। केटा हो तिमीहरूको यस्तो कोठी बसेको छ यहाँनिर, यस्तो कोठी छातीतिर कता कता कोठी भयो भने त छिटै मरिन्छ अरे त यार। आइपुग्न आँटे, म चाहिँ आइपुग्न आँटेँ यहाँनिर। मेरो साथी चाहिँ ओहो ब्युटिफुल ना माई फ्रेन्ड। वाइ You send this one? Yeah. What name? What name? Huh?
Khopchi. Copter. Copter. Helicopter. Yeah. Oh, handsome, na? Yeah. No go anywhere. I sleep only. Very beautiful, walk, na? Huh? You walk. Walk? You walk. Yeah, walk. Walk, then make video. Then come here. Very nice. You make SOP, yeah? Yeah. Are you handsome? Water 750. Okay. Oh, kilo already. I Chicken 60 gram. chicken 60 grams. Okay. And then Chicken powder 2.5, right? योसित चाहिँ मैले पहिले 2 वर्ष अगाडि सँगै काम गर्थेँ नि त योसित चाहिँ अनि त्यही भएर चाहिँ यसले बोलाएको थियो मलाई भेट्नको लागि पनि अनि एसओपीहरू धेरै चेन्ज भएको छ क्या हामीहरूलाई थाहा छैन यहाँ काम गर्ने केटाहरूलाई अनि त्यही एसओपीहरू पनि हल्का उसले सिकाइदिए आई वकिङ हियर न बिजी मा this one you have already. My God. But just 6 feet do like this, right? Yeah. Same like Come this. on. Can slow fire. 1 6 piece, right? Yes. I make very slow, my friend. Slow, right? Because you know how if you have, I do very fast. Back. Okay, my friend. Bye bye. Yeah, I very black na. No black na. Lighting no have. ए बाहिर निक्लेर हेरेको त पुरै अन्धकार भइसकेछ तो डर लाग्दो छ नि फेरि यहाँनिर त होइन राति हुँदै चाहिँ अब एक्लै एक्लै यसो हिँड्दाखेरि चाहिँ अलिकति विचार पुऱ्याएर हिँड्नुपर्छ यहाँनिर एक्लै हिँड्दाखेरि चाहिँ अलिकति डरो मर्दै हुन्छ अब राति भएपछि चाहिँ यस्तो क्या बाटो अब यस्तो गल्ली गल्ली छ नि यहाँनिर होइन यहाँ हेर कस्तो सुनसान छ यहाँनिर होइन यता पनि छैनन् मान्छे यता पनि छैनन् सबतिर यस्तो सुनसान छ अनि त्यही हो अब यो चाहिँ अब हामी यहाँनिर दिनै बसेर यहीँनिर जहिले पनि हामीहरूको यहीँनिर रुम भएर दिनै यहीँ आउनुपर्छ त्यही भएर अब हामीलाई चाहिँ त्यस्तो केही जस्तो केही लाग्दैन तर अरूतिर पनि यस्तै ठाउँहरू छ नि त चाको हानिदिन्छन् कि भन्ने डर हुन्छ तर यो त अब आफ्नै उयो जस्तो भइसकेको छ त्यही भएर अब हामीहरूलाई थाहा छ नि त कुन बेलामा के कस्तो कसरी हुन्छ भन्ने कुरा त अनि त्यही भएर चाहिँ हामी चाहिँ अलिक अब सतर्कै भएर हिँड्नुपर्ने हुन्छ अब यस्तो यहाँ हेर यहीँ गल्ली छ यतै गल्ली छ होइन यहाँनिर केही भइहाल्यो भने पनि कसैलाई थाहा हुँदैन हुन चाहिँ अब यहाँनिर कोही निक्लिँदैन बाहिर सबभित्र के गरिरहेको छ यहाँ करायो चिच्यायो भने पनि भित्र पुग्दैन आवाज यसरी बाइकहरू देख्नु भयो नि अनि अस्ति भर्खर यहाँनिर भएको इन्सिडेन्ट चाहिँ के हो भने मेरै रुमको साथी 2 जना केटाहरू आएछन् त्यसको मोबाइल खोसेर लग्दैछन् क्या अनि यस्तो गल्लीमा केटाहरूले नलुटेर के गर्छ त होइन यहाँ हेर यो पनि बाटो हो पुरै अँध्यारो छ यता बाटो छ यस्तो छ क्या मेरो पनि धेरै यो चुरीपुरी कति दिनको हेरौँला भन्दै होला नि सबैले भिडियो हेरेर होइन कुन दिन मेरो पनि पालो आउला जस्तो छ नयाँ कसम छुरी बोकेर हिँड्छु म त यहाँबाट यस्तरी सब रेस्टुरेन्ट हो यो रेस्टुरेन्टमा मैले केही पनि खाएको छैन एक दिन आएर खान्छु पैसै हुँदैन माछालाई पैसा भए पो खानु होइन माछाले ढुङ्गाले हानेर मारिदिन्छु त्यस्तो मान्छे भेट्यो भने त कस्तो मलाई यहाँनिर चाहिँ एकदम डरो मर्दो कुरा भनेको चाहिँ यो हो यो म यहाँनिर देखाउँछु ल तपाईँहरूलाई यो बोकेर हिँड्यो अनि पुलिसले पक्रियो भनी चाहिँ माएको छ मलाई फेरि यहाँ हेर्नु है यहाँ देखिरहेको छ नि कति 16% को यो चाहिँ इलिगल माल हो होइन यहाँ एउटा दाजुले ल्याइदिए भन्नुभएको थियो र मात्रै मैले लिएर हिँडेको नभए म यस्तो बोकेर त हिँड्दिनँ म त्यतै बजार गएको थिएँ र मात्रै यो बोकेर हिँड्दाखेरि चाहिँ कसम भनेको मामाले पक्रियो भने नि यहाँनिर मेरो त यहीँनिर रुम हो त्यही भएर मैले ज्यान जोखिममा हालेर भए पनि लिइरहेको छु होइन तर यो बोकेर हिँड्यो भने चाहिँ फेरि मामाहरूले कसम यहाँ हुँदैन किनभने अब यो इलिगल माल भयो इलिगल माल बोकेर हिँड्यो भने त फेरि जेलमा खाँदिन्छ मेरो चाहिँ यहीँ छेउमै रुम भएर मैले चाहिँ लिएर आएको हो तर अरूतिर बोकेर यसो बाटोतिर हिँड्दाखेरि किनभने यहाँनिर मामाहरू चाहिँ ठाउँ चोकमा हुन्छ क्या मेरो चाहिँ यहाँ धेरै टाढा छैन त्यही भएर बोकेर आएको हो मैले हेन्सम देखेको तपाईँलाई यार कसम मलाई दाजु हेन्सम मान्छे त्यत्तिकै चिनिहाल्छन् क्या केटीहरूलाई दाजु बुझ्नु भएन यत्तिको मान्छे कसम भनेको नेपालभरिमा छैन भन्दैछु त म छैन मलाई पनि खोजिदिनु है एउटा चाहिँ ल दाजु ल बाई बाई
यो भिडियोमा अब यस्तै भयो, के देखाएँ, के गरेँ, कसो गरेँ, केही थाहा भएन मलाई। जे जोतको बनाइदिएको मैले भिडियो होइन। अनि म चाहिँ अब भएछ भने डेली भ्लग कन्टिन्यू गरौँ भनेर मैले सोचिराखेको छु। अब भयो भने त ठिकै छ, दिनै हाल्ने हो होइन। अनि त्यही हो, आज छुट्टीको दिन यसो हल्का भिडियो पनि बनाइयो, यसो रमाइलो पनि भयो, इन्जोय पनि भयो। अब चाहिँ यो रुमहरू चट्टले मिलाएर फेरि सुतेर बिगार्नु पर्ने हुन्छ होइन। ल भेटौँला फेरि अर्को भिडियोमा। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।